So, everyone, welcome to the first lecture of Next Generation C नेपाल हैन। अब यसमा चाहिँ म नेपालीमा के गर्छु भने जुलोजीको 1 by 1 टपिक्सहरु डिल गर्ने एन्ड भिडियोहरु यतिकै आउट अफ एनी कस्ट आएर हुन्छ। एन्ड थम्बनेलबाट आई गेस तपाईहरुले गेस गरिसक्नु भएको होला। फर्स्ट हाम्रो भिडियो के छ, के कुन टपिकमा छ भनेपछि दैट इज ट्रान्समिसन अफ नर्भ इम्पल्स। माइसेल्फ अभिनव झा, right now we are going to start transmission of nerve impulse. So let's begin with transmission of nerve impulse. अब एउटा कुरा बुझ्नुस् है, ट्रान्समिसन अफ नर्भ इम्पल्स बुझ्नलाई पहिला तपाईलाई नर्भ जुन सिस्टममा हुन्छ हैन, नर्भस सिस्टम, ठीक छ, यो सिस्टमको जुन फंक्शनल युनिट छ दैट इज न्यूरोन, यसको बारेमा बुझ्नु पर्यो। ठीक छ, नर्भस सिस्टमको फंक्शनल युनिट कुन छ? न्यूरोन। एक ठाउँबाट अर्को ठाउँ नर्भस सिस्टमले सिग्नल चाहिँ लगिरा हुन्छ हैन। नर्भस सिस्टमले के गर्छ? सिग्नलहरुले एक ठाउँबाट अर्को ठाउँ लगिरा हुन्छ। फर एक्जाम्पल मैले यसलाई होल्ड गरे, ठीक छ, यसलाई होल्ड गरे भने यसको शेप, साइज, स्ट्रक्चर, सरफेस सबै कुरा मैले फिल गर्न पाइरा छु, मेरो ब्रेनसम्म पुगिरा छ हैन। यो काम कसको होला? पक्कै पनि नर्भस सिस्टमको काम होला। अब यो काम नर्भस सिस्टम जुन युनिट्सहरुले मिलेर परफर्म गरिरहेको होला हैन, त्यसलाई हामी के भन्छौं? फंक्शनल युनिट। एन्ड नर्भस सिस्टमको फंक्शनल युनिट के छ गाइस? न्यूरोन। के छ? न्यूरोन। ओके, सो हाउ डज a neuron look like? How it is? So let's see. This is the neuron. Can you see, guys? Okay, I will be out. Can you see what is neuron? You can see there is different kind of branches हैन। यता तपाईले हेर्नुहुन्छ भने एकतिर you can see the dendrites, right? एक side you can see this is the these portions, यो जुन पोर्सन छ हैन, यता जुन ब्रान्चेसहरु छ these are dendrites। यो जति पनि ब्रान्चेस छ, सेल प्रोसेसेसहरु छ हैन, सेल बडी माथि these are dendrites। यो भयो, यो भइसक्यो, यो भइसक्यो, these all are dendrites। and you can see the longer portion that is एउटा एकदमै लामो सेलको प्रोसेस छ हैन, दैट इज एक्सोन। यसलाई हामी के भन्छौं? एक्सोन। र यसलाई यो जुन सेल बडीमा जुन प्रोसेस थियो यसलाई हामीले के भने थिए? डेन्ड्राइट्स भने थिए है। त यो तपाईले बुझ्नुभयो। दिस इज व्हाट न्यूरोन, अ फंक्शनल युनिट अफ नर्भस सिस्टम। एन्ड त्यसको दुईवटा प्रोसेस थियो, एउटा चाहिँ एक्सोन, अर्को चाहिँ डेन्ड्राइट्स। ल, अब दुवैको फंक्शन के छ? डेन्ड्राइट्सले के काम गर्छ भनेपछि उसले सिग्नल अथवा स्टिमुलस रिसिभ गर्ने काम गर्छ। के काम गर्छ? सिग्नल अथवा स्टिमुलस रिसिभ गर्ने काम गरिरहेछ। मैले यताबाट यो वस्तुलाई होल्ड गरिरहेको छु भने यसको सबै इन्फर्मेसनहरु, सरफेस जति मैले हातबाट फिल गर्न सक्छु भने त्यो सबै स्टिमुलसको फर्ममा यता प्रेजेन्ट जुन न्यूरोनको डेन्ड्राइट्स होला त्यसले रिसिभ गरिरहेछ। कसले रिसिभ गरिरहेछ? यता जुन मेरो नर्भ्सहरु होला हैन, नर्भ्समा न्यूरोन्सहरु होला, त्यो न्यूरोन्सको जुन डेन्ड्राइट्सहरु छ हैन, उसले के गर्छ? यहाँबाट सबै डिटेल्सहरु सिग्नल स्टिमुलसको फर्ममा रिसिभ गरिरहेछ र त्यसलाई अगाडि कहाँसम्म पुर्याइरहेछ? मेरो ब्रेनसम्म पुगाइरहेछ। आज हामी त्यही हेर्छौं कि कसरी, हाउ इट ह्यापन्स। ठीक छ, जादु त हैन, अफ कोर्स इट्स साइन्स हैन। अनि यसकै पछाडीको हामी के गर्छौं? साइन्स चाहिँ हेर्छौं। सो यु गाइज आर फ्यामिलियर विथ दिस न्यूरोन हैन, डेन्ड्राइट जसले सिग्नल रिसिभ गर्छ, एक्सोन जसले सिग्नल अगाडि ट्रान्समिट गर्छ। ल, नाउ व्हाट वी विल डू इज we will simply draw a part of axon। ठीक है, for example let me make it a little bit thick। for example this is axon, ठीक है, this is a axon। can you guys see? this is what? this is a axon। okay, now let's see axon मा कस्तो कस्तो स्ट्रक्चरहरु पहिला हुन्छ, पहिला त्यो बुझ्नु पर्यो हैन। we will see there are different kind of channels। के? different kind of channels। let me draw them। see, एउटा टाइप अफ च्यानललाई मैले अलिकति ठुलो बनाएको हैन, अनि यसमा मैले के गर्छु भनेपछि गेट पनि लगाइदिन्छु। हेर्नुस्, यो च्यानलमा मैले के गरे? एउटा कभरिङ क्याप लगाइदिए हैन, गेट लगाइदिए, ठीक छ।
र अर्को च्यानलमा मैले गेट लगाएँ, बुझ्नुभयो? ल, and we call these gated channels as voltage regulated channel. यो च्यानल्सहरु कता प्रेजेन्ट हुन्छ? एक जोनमा. कता प्रेजेन्ट हुन्छ? एक जोनमा, राइट? एन्ड जसमा गेट छैन त्यसलाई हामी के भन्छौं? लीकी channels. From the name you can understand why it is called leaky channel, right? So one is voltage regulated channel अनि अर्को के छ? हाम्रो leaky channels. यो के हामीले बनाइरहेको छौं? एक जोनलाई बुझ्नलाई, ठीक छ? ल, at one side we will draw a sodium potassium pump. Sodium potassium pump. This is basically nothing but a Na plus slash K plus ATPase. This is a enzyme, हैन? अहिले यसको जुन रोल छ, हैन, के काम गर्छ त्यो सबै कुरा हामी बुझ्ने छौं. पहिला स्ट्रक्चर राम्ररी फोकस गर्नुस्, ठीक छ? यो बुझ्नुभयो? This is basically एक जोन, and this एक जोन has two different kind of channels. One is leaky channel, another is voltage regulated channel. र यो च्यानल पनि एउटा फिक्स्ड आयन को लागि हुन्छ, प्रेजेन्ट हुन्छ, जसबाट एउटा फिक्स्ड आयन के गर्छ? इफ्लक्स अथवा इनफ्लक्स, कि त इनवर्ड मुभ गर्न सक्छ कि त बाहिर जान सक्छ, ठीक छ? ल, लेट अस यो व्हाइट वालाले हामी K प्लस ले डिनोट गर्दियौ र ग्रीन वालाले हामी Na प्लस ले डिनोट गर्छौं. व्हाइट वालाले के ले डिनोट गर्दै हामीले K प्लस, ग्रीन वालाले Na plus, ठीक छ? So from the white voltage regulated channel only K plus can go out or come out or go inside, ठीक छ? Similarly for green, sodium, ठीक? ल, अब एक जोनको भित्र र बाहिरको कन्डिसन्सहरु कस्तो हुन्छ? We will find that inside the egg zone there is higher amount of potassium ion. First, chlorine ions are also present and negatively charged proteins are also there, ठीक छ? So Cl minus, K plus and negatively charged proteins are also there, and negatively charged proteins are there in huge amount. बाहिर के छ प्रेजेन्ट? बडी सोडियम. बाहिर के छ प्रेजेन्ट? बडी. नाउ लेट मी टेल यु समथिङ. कुनै पनि कुरा, ठीक छ, कुनै पनि आयन कुन डाइरेक्सनमा मुभ गर्छ? फ्रम हायर कन्सन्ट्रेसन टु लोअर कन्सन्ट्रेसन. सो इफ यो जुन एक जोन हामी हेरिरहेको छौं र हामीले भने कि सोडियम चाहिँ बाहिर के छ? धेरै प्रेजेन्ट छ, हैन? अनि बाहिर बडी प्रेजेन्ट छ भने यो पक्कै पनि कहाँ जान खोज्छ? भित्र जान खोज्छ, हैन? र भित्र के बडी प्रेजेन्ट छ? पोटेसियम बडी प्रेजेन्ट छ. अब यो पोटेसियम बडी प्रेजेन्ट छ भने यो कहाँ जान खोज्छ? बाहिर जान खोज्छ, हैन? अनि इफ यसरी नै यो भित्र र बाहिर गरिराख्यो भने पक्कै पनि एउटा यस्तो टाइम आउँछ जसमा के एस्टाब्लिश भइहाल्छ? इक्विलिब्रियम एस्टाब्लिश भइहाल्छ, राइट? इन order to disturb that equilibrium, अब इक्विलिब्रियम नै आयन्सहरुको एस्टाब्लिश भइहाल्यो भने पक्कै पनि हाम्रो जुन पोटेन्शियल डिफरेन्स छ, हैन, त्यो अगाडितिर मुभ हुँदैन. त्यो इम्पल्स चाहिँ अगाडितिर मुभ हुँदैन. किन? ब्यालेन्स कन्डिसन छ नि त. अब त्यो इम्पल्सलाई अगाडितिर ट्रान्समिट हुनको लागि हामीलाई ब्यालेन्स कन्डिसन चाहियो. लाइफमा वी नीड ब्यालेन्स, लाइफमा वी नीड इक्विलिब्रियम, बट हियर वी डोन्ट नीड इक्विलिब्रियम, राइट? वी डोन्ट नीड ब्यालेन्स कन्डिसन हियर. नाउ लिसन. अनि अब नेचुरली त अब पोटेसियम भित्र बडी छ, बाहिर कम छ भने पक्कै पनि बाहिरतिर मुभ गर्छ. सोडियम चाहिँ तपाईको बाहिर बडी छ, भित्र कम छ भने पक्कै पनि भित्रतिर मुभ गर्छ, हैन? अनि नेचुरली त्यो एउटा यस्तो कन्डिसन आइहाल्छ नि त जसमा चाहिँ दुवैको मात्रा बाहिर र भित्र इक्वल हुन्छ भने आउनु पर्यो कि आउनु परेन? आउनु पर्यो. तर कसले यो हुन दिदैन? हियर कम्स द रोल अफ सोडियम पोटेसियम pump. Here comes the role of sodium potassium pump. What does it do? It simply do Nokia. के गर्छ यसले? नोकिया गर्छ. के गर्छ यसले? नोकिया. लेट्स फोकस अन नोकिया. दिस इज सोडियम, ठीक छ? तीनवटा सोडियम यसले के गर्दिन्छ? आउट गर्दिन्छ, ठीक? दुईवटा पोट्यासियम यसले के गर्दिन्छ? इन गर्दिन्छ. एउटा एटीपी खर्च गरेर यसले के गर्छ? नोकिया गर्छ. नोकिया भनेपछि तीनवटा सोडियमलाई बाहिर फालिरहेछ.
जुन सोडियम बाहिर थियो लिकी च्यानलको थ्रु भित्र गइसक्यो होइन। अब लिकी च्यानलको थ्रु भित्र गइसक्यो भने पक्कै पनि उसले इक्विलिब्रियम तर्फ लग्छ होइन आफ्नो क्वान्टिटीलाई। तर यसले योबाट कसले रोकिदियो? सोडियम पोटासियम पम्पले। सोडियम पोटासियम पम्पले के गर्यो भनेपछि 3वटा सोडियमलाई बाहिर फ्याँक्दियो आउट र 2वटा पोटासियमले के गर्दियो? जुन बाहिर गएको थियो लिकी च्यानल्सको थ्रु विच इज अलवेज ओपन, त्यो पोटासियमले के गर्दियो? भित्र ल्याइदियो। कतिवटा एटिपी खर्च गर्यो यसले यसको यो काम गर्नको। अब काम गर्छ भने केही त खर्च गर्नु पर्यो नि त उसले। के काम उसले गर्यो भने केही त करेन्सी त खर्च गर्छ, एनर्जी त खर्च गर्छ होइन। अनि त्यो एनर्जी कति भयो? 1 एटिपी। सो जस्ट रिमेम्बर दिस। ओके, याद हुन्छ ल। नाउ लेट्स कम ब्याक टु द टपिक। अब यता हेर्नुहोस्, अब तपाईँले सबै कुरा बेसिक्स बुझिसक्नु भएको छ। नाउ वी आर रेडी फर ट्रान्समिसन अफ नर्मल इम्पल्स। अब हेर्नुहोस् एकदम यो समझ जाओगे आप लोग, अहिना समझ जाओगे ल। अब हेर्नुहोस् यता, अब यता भित्रमा एक्जोनको भित्रमा कुन चार्ज बढी छ? नेगेटिभली चार्ज प्रोटिन्स बढी छ, क्लोरिन आयन्स बढी छ भने पक्कै पनि भित्रमा कुन चार्जहरू होला प्रेजेन्ट? नेगेटिभ चार्ज। कुन चार्ज प्रेजेन्ट होला? नेगेटिभ चार्ज। एन्ड इफ भित्रमा नेगेटिभ चार्ज प्रेजेन्ट छ भने बाहिर कुन चार्ज आइहाल्छ? पोजिटिभ चार्ज। बाहिर कुन चार्ज आइहाल्छ? पोजिटिभ चार्ज। सो हेर्नुहोस् त, अब यो पोलराइजेसन भयो कि भएन? भयो। द्याट्स वाइ वी आर कलिङ इट पोलराइज्ड मेम्ब्रेन। के भने यसलाई हामीले? पोलराइज्ड मेम्ब्रेन भन्ने। ठिक छ? क्यान यु सी? अब भित्र चाहिँ नेगेटिभ थियो, बाहिर चाहिँ पोजिटिभ आइसक्यो होइन। अनि यो पोलराइज्ड मेम्ब्रेन भइसक्यो। दिस इज while our axon is resting potential। ठीक छ? This is when our axon is resting। जति बेला मेरो हातमा केही छैन, अहिले मेरो हातमा केही छैन भने पक्कै पनि अहिले मेरो जुन के भन्छ डेन्ड्राइट्सहरू छ त्यसले कुनै पनि सिग्नल रिसिभ गरिरहेको छैन भने पक्कै पनि उसले एक्जोनलाई कुनै पनि सिग्नल पठाइरहेको छैन। त्यति बेलाको स्टेट हो यो पोलराइज्ड कन्डिसन। बुझ्नुभयो? भित्र नेगेटिभ चार्ज ड्यू टु नेगेटिभली चार्ज प्रोटिन्स र बाहिर पोजिटिभ चार्ज। नाउ लेट्स सेन्ड द सिग्नल। फर इक्जाम्पल यहाँबाट हामीले के गरे? इम्पल्स पठाए। के पठाए? इम्पल्स पठाए। ठिक छ? अब एउटा कुरा मैले मिस गरेँ। के मिस गरेँ भने अब यता नेगेटिभ चार्ज बढी छ भने इफ भित्रको हामीले पोटेन्शियल डिफरेन्स मेजर गर्छौँ भने इट विल बी अराउन्ड -70 मिलिभोल्ट। कति? -70 मिलिभोल्ट। ठिक छ? अब हामीले के गरे? एउटा इम्पल्स पठाए। के पठाए? इम्पल्स पठाए डेन्ड्राइट्सले। फर इक्जाम्पल मैले यो होल्ड रेस्टिङ फेजमा थियो होइन, मैले अब यो समातेँ। अब यो समातेँ भने पक्कै पनि यहाँबाट अब सिग्नल डेन्ड्राइट्स रिसिभ गरेर अगाडि पठाउँछ। ठिक? ल, अब इम्पल्स गयो। इम्पल्स गइसकेपछि, ठिक छ? इम्पल्स गइसकेपछि नाउ व्हाट काइन्ड अफ चेन्जेस विल बी देयर? अब सिम्पली ल, अब यो सेम पार्ट अफ एक्जोनमा के चेन्जेस आउँछ भनेपछि यो जुन तपाईको सोडियम पोटासियम पम्प थियो होइन, यो के भइहाल्छ? बन्द भइहाल्छ। के भइहाल्छ? बन्द भइहाल्छ। ठिक छ? बाँकी सबै च्यानल्सहरू एज इट इज प्रेजेन्ट छ। ठिक छ? एज इट इज प्रेजेन्ट छ। ल, अब एउटा कुरा भन्नुहोस् त मलाई, सोडियम पोटासियम पम्प बन्द भइहाल्यो भने उसले के बाहिर फाल्न बन्द गरिदियो? के बाहिर फाल्न बन्द गरिदियो? सोडियमलाई के गरिदियो? उसले बाहिर फाल्न बन्द गरिदियो होइन। अब सोडियमलाई बाहिर फाल्न बन्द गरिदियो भने सोडियमको मात्रा भित्र के हुन्छ? बढी हुन्छ नि। अफकोर्स बाहिर सोडियम पहिलादेखि नै बढी छ। कता जान खोजिरहेछ? भित्र जान खोजिरहेछ। भित्र चाहिँ उसलाई बस्न कसले दिइरहेको थिएन? सोडियम पोटासियम पम्पले। तर जति बेला स्टिमुलस आयो के बन्द भइसक्यो? सोडियम पोटासियम पम्पले बन्द भइसक्यो। अब सोडियम पोटासियम पम्पले बन्द भइसक्यो भने भित्र के को मात्रा बढिहाल्छ? सोडियमको मात्रा बढिहाल्छ। अब सोडियमको मात्रा बढिहाल्छ भने भित्र पक्कै पनि नेगेटिभ चार्जको जुन दबदबा थियो, पहिला नेगेटिभली चार्ज प्रोटिन्सको जुन दबदबा थियो होइन, जुन पहिला प्रशस्त मात्रामा त्यहाँ प्रेजेन्ट थियो, त्यसको मात्रा अलिकति न्युट्रलाइज हुन्छ कि हुँदैन? अफकोर्स हुन्छ। एन्ड दिस -70 मिलिभोल्ट कम्स डाउन टु -55 मिलिभोल्ट।
ठिक छ, बिस्तारै बिस्तारै घट्छ नि। अनि एक ठाउँमा जति बेला पोटेन्शियल डिफरेन्स अब कति छ 55 मिलिभोल्ट होइन, के चेन्जेस भएको छ, सोडियम पोटेसियम पम्प तपाईँको बन्द भइसक्यो। एट that time when the potential difference inside the exon is 55 millivolt, अब के हुन्छ तपाईँको this voltage regulated channel याद छ, एउटा voltage fixed voltage मा के हुन्थ्यो, ओपन हुन्थ्यो बन्द हुन्थ्यो, ठीक छ। now this voltage regulated channel gets open, सोडियम वाला voltage regulated channel gets open। अब के भयो तपाईँको सोडियम पोटेसियम पम्प बन्द भयो भने सोडियम अटोमेटिकली बढ्न थाल्यो भित्र होइन। अब सोडियम गेट पनि खुलियो, जुन गेट रिस्पोन्सिबल थियो सोडियमलाई भित्र र बाहिर जान दिनको लागि, पहिला बन्द थियो, अब के भयो 55 मिलिभोल्टमा माइनस 55 मिलिभोल्टमा त्यो पनि ओपन भइसक्यो। झन् बढी मात्रामा Na+ अब भित्र जान्छ कि जाँदैन, अफकोर्स जान्छ, जान्छ कि जाँदैन, अफकोर्स जान्छ। अब के भयो भित्र चाहिँ बढी के भइहाल्छ Na+ सोडियम होइन। अनि वी विल फाइन्ड यता चाहिँ तपाईको अब नेगेटिभ थियो पहिला, अब कुन चार्ज डेभलप भइहाल्यो पोजिटिभ, कुन चार्ज डेभलप भइहाल्यो पोजिटिभ। किन पोजिटिभ चार्ज डेभलप भयो, किनभने सोडियमको मात्रा बढिहाल्यो। सोडियमको मात्रा किन बढिहाल्यो, एउटा सोडियम पोटेसियम पम्प बन्द भइहाल्यो, अर्को that voltage regulated channel for sodium gets open at -55 मिलिभोल्ट। 70 बाट त कम भयो त पोजिटिभ तिर आयो नि त -55 मिलिभोल्ट होइन, म्याथ त सिकाउनु पर्दैन आई गेस। ल एनीवेज डिड यु अन्डरस्टुड दिस। ल अब भित्र चाहिँ पोजिटिभ चार्ज भयो भने बाहिर कस्तो चार्ज आइहाल्छ, नेगेटिभ चार्ज। बाहिर कस्तो चार्ज आइहाल्यो अब नेगेटिभ चार्ज, राइट। अब हेर्नुस् त पहिला चाहिँ पोलराइज थियो, पहिला चाहिँ पोलराइज कन्डिसन थियो, भित्र नेगेटिभ बाहिर पोजिटिभ। अब ठिक यसको उल्टा भयो कि भएन, ठिक यसको उल्टा भयो कि भएन, भयो। अनि यसलाई हामी के भनिदिन्छौँ डी पोलराइज्ड मेम्ब्रेन। के भनिदिन हामी यसलाई अब डी पोलराइज्ड मेम्ब्रेन। ठिक उल्टा भयो कि भएन, भयो होइन। ल अब हेर्नुस्, अब अफकोर्स Na+ भित्र बढी नै रहेछ भने पक्कै पनि जुन भित्रको पोटेन्शियल डिफरेन्स छ त्यो अझै कतातिर जान्छ पोजिटिभ तिर जान्छ होइन। अब चाहिँ लास्टमा यति बढिहाल्छ होइन Na+ को मात्रा, जसले चाहिँ पोटेन्शियल डिफरेन्सलाई -55 देखि +30 मिलिभोल्ट सम्म लग्न सक्छ। +30 मिलिभोल्ट, +30 माइनस पनि होइन, +30 मिलिभोल्ट सम्म लग्न सक्छ। र यसलाई हामी के नाम दिन्छौँ एक्सन पोटेन्शियल। के नाम दिन्छौँ एक्सन पोटेन्शियल। अब एक्सन पोटेन्शियल किन +30 मिलिभोल्टलाई नै हामीले एक्सन पोटेन्शियल किन भने यसको पनि आन्सर छ, यसको पनि रिजन छ होइन। ल अब रिजन पढौँ, यो साइडको म मेटिरहेको छु है। ल लेट मी रिमुभ दिस। यो कुन मेम्ब्रेन हो अब डिपोलराइज मेम्ब्रेन, ठीक छ। ल यो प्रोसेस के हो डिपोलराइजेसन, ठीक छ। नाउ लेट्स सी, लेट्स कन्टिन्यू दिस एक्जोन। एक्जोन त एकदमै लामो लङ सिलिन्ड्रिकल प्रोसेस थियो होइन। फर इक्जाम्पल लेट अस कन्सिडर कि यसको इफेक्ट यतिसम्म, यता यो इन्डबाट जुन तपाईले इम्पल्स पठाउनु भएको थियो नि, ठीक छ, यो इन्डबाट जुन तपाईले इम्पल्स पठाउनु भएको थियो त्यसको इम्प्याक्ट यति पार्टसम्म मात्र पर्यो, त्यसको इम्प्याक्ट चाहिँ यति पार्टसम्म मात्र पर्यो। यताबाट इम्पल्स पठाउनु भयो त्यसको इम्प्याक्ट यहाँसम्म पर्यो। बाँकीको जुन एक्जोन जुन छ that is still unaffected, that is still unaffected, and therefore it has still negative charge inside and positive charge outside, and positive charge outside हैन। अब हेर्नुस्, अब डेन्ड्राइट्सले यहाँबाट इम्पल्स कसरी आयो, यता त डेन्ड्राइट्सले दियो हैन, यो साइडमा तपाईको इम्पल्स कसले दियो डेन्ड्राइट्सले दियो हैन। बट यता पनि डेन्ड्राइट्स छ छैन, डेन्ड्राइट्सले फेरि आएर त्यहाँ त इम्पल्स दिदैन हैन। अब के हुनु पर्यो भने यता जुन तपाईको +30 मिलिभोल्ट जुन डेभलप भएको थियो, सोडियमको एकदमै धेरै मात्रा बढेर यता के भएको थियो +30 मिलिभोल्ट जुन भएको थियो नि, जसले हामीले के नाम दिएको थिए एक्सन पोटेन्शियल। दिस +30 मिलिभोल्ट
acts as a stimuli for another part of exon. ठीक छ। अब यो 30 + 30 मिलिभोल्टले के गर्छ भनेपछि कहिले पनि पीडी चाहिँ प्लस टु नेगेटिभ ट्राभल गर्छ, पोजिटिभ टु नेगेटिभ साइडमा ट्राभल गर्छ। फिजिक्स आई गेस अलिकति यता एप्लाई गर्न मिल्यो। ठीक छ, कहिले पनि पोटेन्शियल डिफरेन्स कुन डाइरेक्सनमा ट्राभल गर्छ, पोजिटिभ टु नेगेटिभ। अनि यता त पोजिटिभ चार्ज डेभलप भइसकेछ, हियर इट्स पोजिटिभ, यता कुन चार्ज छ, नेगेटिभ चार्ज छ हैन। अनि कसरी ट्राभल गर्नु पर्यो, पोजिटिभ टु नेगेटिभ ट्राभल गर्नु पर्यो हैन। अनि यो जुन 30 मिलिभोल्ट छ, अब यसले के गर्छ तपाईको अर्को पार्ट अफ एक्जोनको लागि के को काम गर्छ, स्टिमुलाईको। ठीक छ, जुन कि स्टार्टिङ पोर्सनमा स्टिमुलाई नेचुरली आएको थियो तपाईको डेन्ड्राइट्सबाट, बट अब त्यसको इफेक्ट एउटा केही डिस्टेन्स अफ केही लेन्थ अफ एक्जोनसम्म मात्र हुन्छ। बाँकीको पोर्सनको लागि त्यो स्टिमुलाईको काम कसले गर्छ, एक्सन पोटेन्शियलले, जुन कि कति हो 30 मिलिभोल्ट हैन। कसरी क्रिएट भयो, एकदमै धेरै सोडियमको मात्रा एक्जोनको भित्र बढेर। ओके, नाउ यु गाइज अन्डरस्टुड दिस कन्सेप्ट, यो कन्सेप्ट बुझ्नुभयो यतासम्मको। ल त्यसपछि अब हेर्नुस्, अब एकपल्ट जति बेला सिग्नल यो साइडबाट यो साइड पुगिसक्यो, ल यता तपाईको एक्सन पोटेन्शियलले के गर्यो, स्टिमुलाई यसलाई प्रोभाइड गरिदियो, सिग्नल अर्को पार्ट अफ एक्जोनसम्म पुगिसक्यो। अब यता सेम प्रोसेस, त्यो के भन्छ डिपोलराइजेसनको सेम प्रोसेस, यता पनि अब तपाईको सोडियमको मात्रा बढिहाल्छ, सोडियम पोटेसियम पम्प बन्द भइहाल्छ हैन। -55 मिलिभोल्टमा जुन सोडियम रेगुलेटर भोल्टेज रेगुलेटर च्यानल अफ सोडियम थियो त्यो ओपन भइहाल्छ हैन। अनि सोडियमको मात्रा बढेर यु विल फाइन्ड कि यता चाहिँ अब पोजिटिभ चार्ज बढिहाल्यो, अनि यता चाहिँ नेगेटिभ चार्ज आइसक्यो, राइट हैन। तर पहिलो वालाको के हुन्छ, अब त्यहाँबाट त सिग्नल पास भइसक्यो नि त, जुन फर्स्ट पोर्सन थियो त्यहाँबाट त सिग्नल आयो तर उसले अगाडिको पोर्सनमा पठाइसक्यो। अब जुन त्यो फर्स्ट पोर्सन थियो एम्प्टी छ कि छैन, खाली छ कि छैन, रेस्टिङ अवस्थामा छ कि छैन, अनि उसको कन्डिसन फेरि नर्मल हुनु पर्यो कि परेन। अब फेरि कन्डिसन नर्मल हुनको लागि जुन एक्सेसिभ सोडियम त्यो भित्र छ, त्यो पार्टको भित्र छ हैन, त्यसलाई के गर्नु पर्यो, इफ्लेक्स गर्नु पर्यो कि इन्फ्लक्स गर्नु पर्यो, बाहिर फाल्नु पर्यो कि परेन, बाहिर फाल्नु पर्यो। अनि के हुन्छ अब यता अब दुईवटा चेन्जेस। सबभन्दा पहिला you will find this sodium potassium pump starts working. यो जुन सोडियम पोटेसियम पम्प छैन, it starts working। अनि यसले के गर्यो, सोडियमलाई बाहिर फाल्न थाल्यो। ठीक छ, this sodium regulator voltage regulated channel of sodium gets closed। अब यो फेरि के भइसक्यो, क्लोज भइसक्यो हैन। र पोजिटिभिटी घटाउनको लागि, जुन पोजिटिभ पोटेन्शियल डिफरेन्स बिल्ड भइसकेको छ हैन, त्यसलाई कम गर्नको लागि, छिट्टो कम गर्नको लागि दिस भोल्टेज रेगुलेटेड च्यानल अफ पोट्यासियम नाउ ओपन्स। मैले के भनेको थिएँ स्टार्टिङमा, पोट्यासियम पनि छ हामीसँग, K+ पनि भित्र चाहिँ बढी छ। अब के भयो तपाईको, पोट्यासियम चाहिँ K+ चाहिँ भित्र जान थाल्छ, K+ चाहिँ के गर्न थाल्छ, भित्र चाहिँ जान थाल्छ एकदमै एक्सेसिभ मात्रामा। ठीक छ, अब K+ भित्र गयो, सोडियमलाई भित्र जानबाट रोकिदियो हैन। अनि सोडियम पोट्यासियम पम्प पनि के भन्छ फेरिदेखि सुचालु भइसक्यो है। ल त्यसपछि अगेन अब के हुन्छ तपाईको, भित्र के को मात्रा बढ्न थाल्यो, अफ कोर्स नेगेटिभली चार्ज प्रोटिन्सको मात्रा अब प्रशस्त मात्रामा फेरि एज इट इज पहिलादेखि नै पहिला जस्तै अवस्था क्रिएट हुन थाल्यो हैन। एन्ड देन यु विल फाइन्ड भित्रमा फेरि अब कुन चार्ज डेभलप भइसक्यो, which charge will develop again inside, now it will be negative again, वापस पुरानै कन्डिसन। ठीक छ, नेगेटिभ चार्ज हैन, र बाहिर कुन चार्ज, नेगेटिभ भित्र छ भने बाहिर पोजिटिभ चार्ज। ठीक छ, बुझ्नुभयो। ल त्यसपछि हामी अब यता हेर्नुस्, अब यसले के गर्छ भनेपछि यति धेरै सोडियम फाल्दै जान्छ हैन, यति धेरै सोडियम फाल्दै जान्छ। ठीक छ, यति धेरै के भन्छ, सरी सोडियम हैन, यति धेरै पोट्यासियम फाल्न थाल्छ हैन, भित्रबाट यति धेरै पोट्यासियम फाल्न थाल्छ, यो जुन +30 मिलिभोल्ट डेभलप भइसक्यो थियो, यो सिधै अब कतिमा पुगिहाल्छ, -90 मिलिभोल्ट सम्म पुगिहाल्छ।
कतिमा -90 मिलिभोल्टसम्म पुगिहाल्छ। एट दिस पोटेन्शियल डिफरेन्स -90 मिलिभोल्टमा के हुन्छ तपाईको पोटेसियम गेट फेरि बन्द भइहाल्छ। पोटेसियम गेट फेरि बन्द भइहाल्छ। बुझ्नुभयो कुरा? ठिक छ। -90 मिलिभोल्टमा तपाईको पोटेसियम गेट बन्द भइसक्यो। अनि अब हेर्नुस् त यो त नेचुरल नर्मल कन्डिसन त थिएन। नर्मल कन्डिसन के थियो? -70 मिलिभोल्ट। अनि एकदमै धेरै के भन्छ त्यो भयो कि भएन? एकदमै धेरै पोटेसियमले उसले धेरै बाहिर फालिदियो कि फालिदिएन? अनि यसलाई हामी के भनिदिन्छौँ? यो कन्डिसनलाई हामी के भनिदिन्छौँ? हाइपर पोलराइजेसन। के भनिदिन्छौँ यो कन्डिसनलाई? हाइपर पोलराइजेसन। व्हाट वी कॉल दिस कंडीशन एज हाइपर पोलराइजेसन। पहिला के भयो तपाईको? पहिला थियो तपाईको पोलराइजेसन हैन, त्यसपछि के भयो? डिपोलराइजेसन, त्यसपछि के भयो? हाइपर पोलराइजेसन। र अब के हुन्छ? रिपोलराइजेसन। नाउ व्हाट विल ह्यापन? व्हाट विल अकर? रिपोलराइजेसन। अनि हामी के हेर्छौँ भने अब पोटेसियम पनि बन्द भइसक्यो, सोडियमको भोल्टेज दुवैको भोल्टेज रेगुलेटेड ठुलो ठुलो जुन च्यानल थियो हैन, त्यो दुवै बन्द भइसक्यो। सोडियम पोटेसियम पम्प चलि नै रहेछ र लिकी च्यानल त ओपन नै। लिकी च्यानल त जहिले पनि ओपन नै छ हैन। ल अब त्यस्तो केसमा फेरि के भइरहेछ? नर्मल कन्डिसनतिर सोडियम चाहिँ बिस्तारै बिस्तारै फेरि भित्र चाहिँ आउन थाल्छ हैन। सोडियम चाहिँ भित्र आउन थाल्यो भने अगेन अब यो तपाईको जुन -90 मिलिभोल्ट भइसकेको थियो हैन, त्यो कतिमा गइसक्छ? -70 मिलिभोल्टमा। र यसलाई हामी के भन्छौँ? रिपोलराइजेसन। के भन्छौँ यसलाई हामी? रिपोलराइजेसन। सो पहिला तपाईले के हेर्नुभयो? पोलराइजेसन। त्यसपछि के हेर्नुभयो? डिपोलराइजेसन। त्यसपछि के हेर्नुभयो? हाइपर पोलराइजेसन। र त्यसपछि के हेर्नुभयो? रिपोलराइजेसन। रिपोलराइजेसन भनेको चाहिँ पहिलाको अवस्था। जुन पोलराइजेसन वाला अवस्था छ फेरि रिपिट भयो नि त, त्यही हो त्यसलाई हामीले के भन्ने? रिपोलराइजेसन। अनि डिफरेन्ट मिलिभोल्ट यसमा तपाईलाई इफ यसरी हेर्नु छ भने पहिला के भयो तपाईको? पहिला कुन स्टेट थियो? पोलराइजेसन भयो हैन। ठीक छ। नर्मल कन्डिसन थियो, -70 मिलिभोल्ट थियो हैन। त्यसपछि के भयो तपाईको? इम्पल्स आयो। इम्पल्सले गर्दा के भयो? यो कतातर्फ शिफ्ट भयो? पोजिटिभतिर शिफ्ट भयो हैन। एन्ड -55 मिलिभोल्टमा के भएको छ तपाईको? Na+ गेट ओपन्स हैन। अब यो सोडियम आयनको मात्रा बढ्यो भने के भयो? सोडियम आयनको मात्रा बढ्यो भने पक्कै पनि पोजिटिभ चार्ज बढ्छ हैन। अनि त्यसपछि पोजिटिभ चार्ज भित्र, नेगेटिभ चार्ज बाहिर। त्यसलाई हामीले के भने? डिपोलराइजेसन। के भने? डिपोलराइजेसन हैन। र यो कतासम्म गयो? यसले पोटेन्शियल डिफरेन्सलाई कहाँसम्म लगिदियो? +30 मिलिभोल्ट। र यो जुन अब +30 मिलिभोल्ट छ हैन, यसलाई नै हामीले के भनेको थिए? एक्सन पोटेन्शियल। And this action potential works as a stimuli for another part of axon, ठीक छ। अनि त्यसपछि के भयो तपाईको? हाइपर पोलराइजेसन। एकपल्ट जति बेला तपाईको एक्सन पोटेन्शियल काम गरिसक्छ हैन, त्यसपछि के हुन्छ तपाईको? सोडियम गेट्सहरु बन्द भइहाल्छ। व्हिच गेट्स ओपन देन? तपाईको K+ गेट्स ओपन एन्ड रिमेन्स ओपन्ड till the PD is -90 मिलिभोल्ट, जसले हामी के भन्छौं? हाइपर पोलराइजेसन। र त्यसपछि यो जुन हाइपर पोलराइजेसन छ हैन, -90 मिलिभोल्ट, अब यो टाइममा के भइहाल्छ? टिल द PD is -90 मिलिभोल्ट। सो एट -90 मिलिभोल्ट द पोटेसियम गेट्स अल्सो गेट क्लोज्ड हैन। र त्यसपछि के? पुरानो अवस्था रिपोलराइजेसन। के? रिपोलराइजेसन हैन। चार्जेसको कुरा गर्छौं भनेपछि यता के थियो? भित्र नेगेटिभ, बाहिर पोजिटिभ, बाहिर पोजिटिभ। यसमा डिपोलराइजेसनमा के थियो? भित्र पोजिटिभ, यता नेगेटिभ। र हाइपर पोलराइजेसनमा के थियो? भित्र नेगेटिभ, बाहिर पोजिटिभ। र अगेन डिपोलराइजेसनमा सेम
भित्र नेगेटिभ बाहिर पोजिटिभ. So this will be the summary of this transmission of nerve impulse. So बुझ्नुभयो आई गेस. अलिकति मैले सोचेको थिएँ 10 to 15 मिनट्समा खतम गरिदिन्छु, बट इट हेज बिन आई गेस नियरली 20 to 25 मिनट्सको भिडियो मैले रेकर्ड गर्दा. Okay, now let me know what kind of topics you need from me to deal on this channel. Okay, anyways, so we will continue. We will meet another Saturday with a new video on any other different topic. ल, इफ भिडियो राम्रो लाग्यो भने यस्तै कन्टेन्टहरू चाहनुहुन्छ भने प्लिज लाइक, सेयर, सब्सक्राइब, सेयर, प्लिज सेयर. ओके गाइज, बाई.